नमस्ते सेवा सेवारो सबैमा फेदाब गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय पोक्लाबाङ तेह्रथुम कोशी प्रदेश नेपालको आयोजनामा सञ्चालित गरिबी निवारीकरणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत 7 दिने बेमौसमी तरकारी उत्पादन सिप विकास तालिम मिति 2082 साल 2 महिना 27 गतेदेखि मिति 2082 साल 3 महिना 2 गतेसम्म सहभागी भई सिप सिकाइ अध्ययन अभ्यास गराउनु हुने प्रशिक्षक दर्शन नेउपानेज्यू र सम्पूर्ण सिकारु टोलीका साथसाथै हाम्रो अध्यक्ष केशव प्रसाद बेटवालज्यू, उपाध्यक्ष सुनिता पाहिमज्यू, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद आचार्यज्यूका साथसाथै वडा 3 कार्यालय अध्यक्ष अग्नि प्रसाद लिम्बूज्यू सम्पूर्णलाई आफ्नो उपस्थिति जनाई प्रोत्साहनका साथ प्रेरणा व्यक्त गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै देशमै बस्ने युवामाझ यस्तो अवसर साथ र नयाँ ढङ्गको प्रोत्साहनले युवामाझ नयाँ उमङ्गका साथ जोस जाँगर बढाइदिनु भएकोमा हामी खुसी छौँ र यस्तै नयाँ नयाँ प्रविधि तालिम अवसर आएमा हामीलाई फेरि प्रदान गर्नुहुनेछ भन्दै हामी हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छौँ। धन्यवाद।